डबल ननिस्किने ननिस्किने है। हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। आयो तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु। अरू चाहिँ दिउँसोतिर हिँड्दैछु, कति दिन कस्तो हुन्छ होइन, आजको भ्लगमा कस्तो हुन्छ हेर्दै जानु होला। पानी परेर ल्याङ हाने यो 3-4 दिन भइसक्यो पानी परेकै। यसपालि त बिजोग बनायो। रोड हेर्नु न, रोड पनि खतम छ, केही कामै नलाग्ने छ सबै रोड। बाइक गाडी हिँड्नलाई पनि मुस्किल छ अब। अनि त्यस पछाडि पुरै त्यस्तो छ। अनि अर्को भनेको यसपालि धेरैलाई रुवायो क्या यो पानीले, सबको धानहरू सब डुबाएर यस्तो नरमाइलो लागिरहेछ ग्याङ होइन। यो पानीले के गर्नु खोज्यो पुरा बर्खा जस्तो पो लागिरहेछ हौ। यो त सबै बाटो खतम, एक ठाउँमा बस्दैन भएको यार। अब यहाँनिर झन् यस्तो छ नि, यस्तो छ पुरै न। अब 1 नम्बरमा ढाल्ने होइन, बिस्तारो छोड्ने नत्र निस्किने। पछाडिबाट डोमिनर आउँदैछ ल है ल, केही हुन्छ त हुन्छ भन्थ्यो अरे क्या होइन। अहिले लास्टमा चाहिँ खायो चुप्लेटी। भन्न नगाए गर्छ डोमिनर त के हो यार। त्यही हो ग्याङ होइन, हेर्दै जानु होला। म त के भन्न चाहन्छु होइन, मान्छे त्यही पुरानो होइन, बाटो त्यही पुरानो, नयाँ भनेको यही चिप्लो मात्रै छ है। सबै पुरानो छ, बाइक त्यही पुरानो हो होइन, तर बाटो भने चाहिँ नयाँ हो है, चिप्लो भएर। पछाडिबाट डोमिनर आउँदैछ, अगाडि बोलेर लगाएको छ। यहाँ हेर्नु गएको होइन, पराई यस्तो छ यहाँको। अहिले उकालोमा कसरी निस्किनु होइन। पारा दिने भयो, खुट्टा नटेकिकन गाडी अडिँदैन। डोमिनरको हालत के भइरहेछ, ग्लासबाट हेर्नु पऱ्यो। फर्की सोलिङ जानु पऱ्यो यार, नत्र भने त बाटो पानीले यार गर्नु गऱ्यो। भर चलाउनेको त पसिना छुट्छ यार ग्याङ। यो त बाटो देखेर बाटो के हो यार, यस्तो भनेपछि भइसक्यो के गर्नु लाग्छ। डोमिनर पछाडि 150 अगाडि, बोलेरो अगाडि। यो कुकुरले गर्नु गऱ्यो यार। त्यहाँको बाटो ग्याङ यार, त्यहाँ अब चढ्नै नचढ्ने 2 भाइ छौँ हामी होइन। अब चढ्नै नचढ्ने है, अब स्लोमा छोड्नु पऱ्यो गाडी त होइन। गाडी स्लोमा छोड्नु पऱ्यो, किनभने स्लोमा नछोडे यो निस्किँदैन। बढी बटाऱ्यो भने तारेको मात्रै घुमेर बस्छ, के गर्ने यार होइन। ननिस्किने डबलमा निस्किने है, डबलमा निस्किने है। निस्क्यो यार, निस्किनु